के तपाईलाई थाहा छ हाम्रो यसै पृथ्वीमा एउटा यस्तो रहस्यमय संसार छ जहाँ पाइला टेक्ने हिम्मत आधुनिक मानवले आजसम्म गर्न सकेको छैन। एउटा यस्तो ठाउँ जहाँ हरेक पल जीवन र मृत्युको भयानक खेल चल्छ, जहाँ रुखहरू मुनि हजारौं वर्ष पुराना हराएका सहरहरू सुतिरहेका छन् र जहाँका नदीहरूमा मानिसलाई एकैछिनमा कंकाल बनाइदिने जीवहरू पौलिरहन्छन्। हो, आज हामी प्रवेश गर्दैछौँ पृथ्वीकै सबैभन्दा डरलाग्दो र रहस्यमय जङ्गल एमाजन वर्षावनको गहिराईमा। यदि तपाईँ पनि यस्तै रोमाञ्चक, अनौठा र सोच्नै नसकिने रहस्यहरूका पारखी हुनुहुन्छ भने अहिले नै हाम्रो यस पेजलाई फलो गरिहाल्नुहोस्, किनकि आजको यो यात्राले तपाईँको होस उडाइदिनेछ। आउनुहोस् सुरु गरौँ एमाजनको यो नभनिएको कथा। के पृथ्वीमा साँच्चै यस्तो कुनै ठाउँ छ जहाँ हरेक सेकेन्ड जीवन र मृत्यु बीचको एउटा भयानक सङ्घर्ष चलिरहन्छ? के यो सम्भव छ कि यस विशाल जङ्गलभित्र आज पनि त्यस्ता अद्भुत जीवहरू लुकेका छन् जसलाई मानव जातिले कहिल्यै देखेकै छैन? के यो त्यही रहस्यमय भूमि हो जहाँ कुनै समय एक अत्यन्तै विकसित सभ्यता बसोबास गर्थ्यो र पछि अचानक गायब भयो? अनि सबैभन्दा ठुलो प्रश्न, के हामी एमाजनलाई वास्तविक रूपमा चिन्दछौँ कि केवल यसको बाहिरी सतहलाई मात्र हेरिरहेका छौँ? यदि यो धरतीमा कुनै ठाउँ साँच्चै जीवित महसुस हुन्छ भने त्यो हो एमाजन वर्षावन। दक्षिण अमेरिकामा फैलिएको यो विशाल जङ्गल करिब 55 लाख वर्ग किलोमिटरमा फैलिएको छ। यो यति विशाल छ कि यसको आकार कैयौं देशहरूभन्दा पनि ठुलो छ। तर एमाजन केवल एउटा जङ्गल मात्र होइन, यो आफैमा एउटा अलग्गै जीवित संसार हो। यहाँ 40,000 भन्दा बढी प्रजातिका वनस्पति, 3,000 भन्दा बढी प्रजातिका माछा, 1300 भन्दा बढी चराचुरुङ्गी र लाखौं प्रकारका किरा फट्याङ्ग्राहरू पाइन्छन्। वैज्ञानिकहरूका अनुसार यहाँ प्रत्येक वर्ष नयाँ नयाँ प्रजातिहरू फेला पर्छन्, अर्थात् यो जङ्गललाई आजसम्म कसैले पनि पूर्ण रूपमा बुझ्न सकेको छैन। तर यसको वास्तविक रहस्य केवल यसको जैविक विविधतामा मात्र सीमित छैन। मुख्य रहस्य त यो हो कि यो विशाल र जटिल पारिस्थितिक प्रणाली आखिर बन्यो कसरी। यसको कथा लाखौं वर्ष पहिले सुरु हुन्छ, जब दक्षिण अमेरिकाको भू बनावट आजको जस्तो थिएन। त्यस समयमा यहाँ बग्ने नदीहरूको दिशा पनि फरक थियो, तर बिस्तारै पृथ्वीको टेक्टोनिक प्लेटहरूमा हलचल आयो र यही परिवर्तनले जन्म दियो एमाजन नदीलाई। पानीको बहावका हिसाबले यो संसारकै सबैभन्दा ठुलो नदी हो। यसमा बग्ने पानी मात्रै विश्वका सम्पूर्ण महासागरहरूमा मिसिने शुद्ध पिउने पानीको करिब 20% हिस्सा हो। सुरुमा यो नदी पश्चिमतातर्फ बग्थ्यो, तर एन्डिज पर्वतमालाको निर्माण भएपछि यसको बाटो बदलियो र यो पूर्वतर्फ एटलान्टिक महासागरतिर बग्न थाल्यो। यही भौगोलिक परिवर्तन नै एमाजन जङ्गलको उत्पत्ति र विकासको मुख्य कारण बन्यो। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, यदि यो जङ्गल यति धेरै पुरानो हो भने के यहाँ केवल रुख, बिरुवा र जनावरहरू मात्र थिए कि यहाँ मानिसहरू पनि बस्ने गर्थे? कैयौं शताब्दीसम्म मानिसहरूको धारणा थियो कि एमाजन एउटा पूर्ण रूपमा अछुतो जङ्गल हो जहाँ मानव इतिहासको कुनै अस्तित्व नै थिएन। तर आधुनिक अनुसन्धान र पुरातात्विक खोजहरूले यो मान्यतालाई पूर्ण रूपमा ध्वस्त पारिदिएका छन्। पुरातत्वविदहरूले एमाजनको गहिराईमा यस्ता प्रमाणहरू भेट्टाएका छन् जसले यहाँ प्राचीन कालमा ठुलो सङ्ख्यामा मानिसहरू बसोबास गर्थे भन्ने पुष्टि गर्छ। घना जङ्गलमुनि लुकेका विशाल संरचनाहरू, माटोबाट बनाइएका रहस्यमय बाटोहरू र मानव निर्मित खेतीयोग्य जमिनका अवशेषहरू, यी सबले के सङ्केत गर्छन् भने एमाजन केवल एक प्राकृतिक जङ्गल मात्र थिएन, बल्कि यो त मानव निर्मित पारिस्थितिक प्रणाली पनि थियो। सबैभन्दा अचम्मको खोज हो टेरा प्रेटा, अर्थात् अति नै मलिलो कालो माटो। यो माटो प्राकृतिक होइन, बल्कि हजारौं वर्ष पहिलेका मानिसहरूले आफै तयार पारेका हुन्। दाउराको कोइला, हड्डी र जैविक फोहोरहरू मिसाएर बनाइएको यो माटो आज पनि आसपासको सामान्य माटोभन्दा
कैयौं गुणा बढी उब्जाउ छ। यसको अर्थ के हो? यसको सिधा अर्थ हो कि हजारौं वर्ष पहिले यहाँ बसोबास गर्ने मानिसहरू प्रकृतिको नियमलाई राम्ररी बुझ्थे र त्यसलाई आफ्नो अनुकूल ढाल्न पनि सक्थे। तर यदि त्यस्तो थियो भने ती मानिसहरू अचानक कहाँ हराए? किन आज उनीहरूका सहर र अवशेषहरू सजिलै देखिँदैनन्? इतिहासकारहरूका अनुसार जब युरोपेली अन्वेषकहरू यहाँ आइपुगे, उनीहरूसँगै आएका ठेउलेला र दादुरा जस्ता घातक रोगहरूले यहाँका स्थानीय बासिन्दाहरूलाई सखाप पारे। ती रोगहरूसँग लड्ने क्षमता नभएका कारण सम्पूर्ण मानव बस्तीहरू नै रित्तिए। बिस्तारै मानव बस्ती रहेको त्यो विशाल क्षेत्र पुनः घना जङ्गलमा परिणत भयो। बाटोहरू हराए र इतिहास माटो मुनि पुरियो। एमाजन केवल विगतको रहस्य मात्र होइन, यो वर्तमानको पनि एउटा ठूलो पहेली हो। आज पनि यस जङ्गलमा यस्ता इलाकाहरू छन् जहाँ आधुनिक मानव कहिल्यै पुग्नै सकेको छैन। केही आदिवासी जनजातिहरू आज पनि बाहिरी दुनियाँबाट पूर्ण रूपमा अलग रहेर जीवन बिताइरहेका छन्। 21औं शताब्दीमा पनि आधुनिक प्रविधि र सभ्यताबाट टाढा रहेर हजारौं वर्ष पुरानो शैलीमा जीवन बिताइरहेका मानिसहरू अस्तित्वमा छन् भन्नु आफैमा अद्भुत छ। तर यो हरियाली र शान्ति केवल बाहिरबाट देखिने दृश्य हो। यस जङ्गलको हरेक कुनामा कुनै न कुनै खतरा लुकेर बसेको हुन्छ। उदाहरणका लागि पोइजन डार्ट फ्रोग। यो सानो भ्यागुतो देख्दा जति सुन्दर छ त्यति नै भयानक र घातक पनि। यसको छालामा हुने विषको एक थोपा पनि मानिसको ज्यान लिनका लागि काफी हुन्छ। खतरा जमिनमा मात्र होइन, पानीमा पनि छ। एमाजनका नदीहरूमा पाइने पिराना माछाहरू आफ्ना तीखा दाँत र समूहमा आक्रमण गर्ने क्षमताका लागि कुख्यात छन्। अनि त्यसपछि आउँछ जङ्गलको सबैभन्दा खतरनाक शिकारी जागुआर। यो एमाजनको शीर्ष शिकारी हो। यसको बङ्गारा यति बलियो हुन्छ कि यसले एकै टोकाइमा आफ्नो शिकारको खप्पर फुटाउन सक्छ। यो रुखमा चढ्न, पौडी खेल्न र पूर्ण शान्त रहेर अदृश्य रूपमा आक्रमण गर्न माहिर हुन्छ। तर एमाजनको असली खतरा सधैँ आँखाले देखिँदैन। कहिलेकाहीँ सबैभन्दा सानो जीव नै सबैभन्दा घातक बनिदिन्छ, जस्तै लामखुट्टे। औलो र डेङ्गु जस्ता महामारी फैलाएर यी साना किराहरूले नै यस जङ्गलमा सबैभन्दा बढी ज्यान लिने गर्छन्। तर अचम्मको कुरा के छ भने जुन जङ्गललाई हामी अत्यन्तै खतरनाक मान्छौँ, त्यही जङ्गलमा प्रकृतिले मानव जातिका लागि कैयौं वरदानहरू पनि लुकाएर राखेको छ। एमाजनमा पाइने हजारौं प्रजातिका वनस्पतिहरू आधुनिक औषधि निर्माणका लागि अत्यन्तै उपयोगी छन्। वैज्ञानिकहरूका अनुसार हामीले अहिलेसम्म यहाँका वनस्पतिहरूको केवल एक सानो हिस्सा मात्र अध्ययन गर्न सकेका छौँ। हालैका वर्षहरूमा लिडार प्रविधिको प्रयोगले एमाजनका नयाँ रहस्यहरू खोल्न सुरु गरेको छ। विमानबाट जङ्गलको माथि लेजर किरणहरू पठाएर जमिनको नक्सा तयार पार्ने यस प्रविधिले घना रुखहरू मुनि लुकेका सिधा सडकहरू, ज्यामितीय आकृतिहरू र विशाल प्राचीन बस्तीका ढाँचाहरू पत्ता लगाएको छ। ब्राजिल र बोलिभियाका क्षेत्रहरूमा भेटिएका यी अवशेषहरूले के साबित गर्छन् भने सभ्यता भनेको केवल ठुला ठुला ढुङ्गाका महल बनाउनु मात्र होइन, प्रकृतिसँग पूर्ण सन्तुलनमा रहेर जीवन जिउनु पनि एउटा उन्नत सभ्यता हो। तर आज यो महान जङ्गल र यसको इतिहास ठुलो सङ्कटमा छ। अवैध फनानी, खानी उत्खनन र अव्यवस्थित सहरीकरणका कारण हरेक वर्ष हजारौं वर्ग किलोमिटर जङ्गल नष्ट भइरहेको छ। जङ्गल विनाशसँगै हामीले केवल रुखहरू मात्र गुमाइरहेका छैनौँ, बल्कि अहिलेसम्म फेला नपरेका अनगिन्ती जीवहरू र प्राचीन इतिहासका सुरागहरू पनि सदाका लागि गुमाइरहेका छौँ। वैज्ञानिकहरू चेतावनी दिन्छन् कि यदि वन फडानी यसरी नै जारी रह्यो भने एमाजन टिपिङ पोइन्टमा पुग्नेछ, अर्थात् यस्तो बिन्दु जहाँबाट यो जङ्गलले आफूलाई पुनः जीवित गर्न सक्ने छैन र बिस्तारै एउटा सुक्खा मैदानमा परिणत हुनेछ। यदि त्यसो भयो भने यसको असर केवल दक्षिण अमेरिकामा मात्र सीमित रहने छैन। यसले सम्पूर्ण पृथ्वीको जलवायु र मौसम प्रणालीलाई नै तहस नहस बनाइदिनेछ। एमाजन केवल रुखहरूको समूह होइन,
यो पृथ्वीको सन्तुलन कायम राख्ने एउटा जीवित प्रणाली हो। अब प्रश्न यो उठ्छ, के हामी यसको रहस्य र महत्त्वलाई समयमै बुझ्न सक्नेछौँ या यसलाई सधैँका लागि गुमाउनेछौँ? जब तपाईँ अब एमाजोनको बारेमा सोच्नुहुन्छ, यसलाई केवल एउटा जङ्गलको रूपमा मात्र नहेर्नुहोस्। यसलाई एउटा यस्तो जीवित दुनियाँको रूपमा हेर्नुहोस् जसले आज पनि हामीलाई आफ्ना रहस्यहरू बुझ्नका लागि पर्खिरहेको छ। प्रकृतिको यो अनौठो र डरलाग्दो पहेँली आज पनि हामीलाई नियालिरहेको छ। एमाजोन एउटा जङ्गल मात्र होइन, यो त हाम्रो यस पृथ्वीको मुटु हो। यदि एमाजोन नसकिने हो भने यसले हामीलाई पनि आफूसँगै लैजानेछ। के तपाईँलाई लाग्छ एमाजोनभित्र आज पनि कुनै त्यस्तो ठुलो रहस्य लुकेको छ जुन वैज्ञानिकहरूले पत्ता लगाउन बाँकी नै छ? आफ्नो विचार तल कमेन्टमा अवश्य लेख्नुहोला। यदि तपाईँलाई यो भिडियो रोमाञ्चक लाग्यो भने भिडियोलाई लाइक र सेयर गर्न नबिर्सनुहोस् र यस्तै आँखा र दिमाग खुलाउने रहस्यमय भिडियोहरू सबैभन्दा पहिले हेर्नका लागि हाम्रो पेजलाई अहिल्यै फलो गर्नुहोस्। अर्को नयाँ र अझै खतरनाक रहस्यका साथ चाँडै भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि सुरक्षित रहनुहोस् र हेर्दै गर्नुहोस्। धन्यवाद।